ईश्वरलाई हामी धन्यवाद दिन्छौँ किनभने उहाँ प्रेमिलो उद्धारकर्ता परमेश्वर जसले हामीलाई हरेक कुराबाट छुटकारा दिनुभएको छ, जसले हामीलाई आदरको मुकुट पहिराउनु भएको छ, हाम्रो वास्ता अनि फिक्री गर्नुभएको छ, उहाँको प्रेममा हामीलाई दोहोरिनु भएको छ। हामी उहाँलाई धन्यवाद दिनेछौँ। प्रभु तपाईँलाई धन्यवाद छ प्रभु, तपाईँको प्रेमको निम्ति धन्यवाद छ प्रभु, तपाईँलाई धन्यवाद। हामीलाई हरेक कुरामा तपाईँले छुटकारा दिनुभएको छ, हामीलाई ज्योतिमा ल्याउनु भएको निम्ति धन्यवाद छ प्रभु। हामी त्यो दलदलमा हामी लडिरहेको थियौँ तर तपाईँले हामीलाई उछाउनु भएको छ प्रभु। हामीलाई संसारले त्यागेको छ प्रभु तर तपाईँले हामीलाई त्याग्नु भएन प्रभु। हामीलाई आफ्नै सन्तान भनेर प्रभु तपाईँले हामीलाई बोलाउनु भएको छ प्रभु, तपाईँलाई धन्यवाद छ। हामी अधर्मी अनि हामी पापी थिए प्रभु तर तपाईँको त्यो रगतद्वारा तपाईँले हामीलाई धर्मी तुल्याउनु भएको छ। तपाईँको त्यो रगतले हामीलाई मुक्ति दिनुभएको छ प्रभु यीशु। तपाईँ कति असल हुनुहुन्छ, तपाईँ कति नम्र प्रभु तपाईँले हुनुहुन्छ यीशु राजा। तपाईँ जस्तो कोही छैन जो पवित्र हुनुहुन्छ, जो पवित्र 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 हुनुहुन्छ, जो असल हुनुहुन्छ, जो महान हुनुहुन्छ यीशु राजाको तपाईँले धन्यवाद छ। धन्यवाद प्रभु, धन्यवाद छ। धन्यवाद प्रभु हामीलाई चङ्गाइदिनु भएको निम्ति, हामीलाई स्वतन्त्र गराउनु भएको निम्ति प्रभु तपाईँलाई धन्यवाद छ यीशु। धन्यवाद छ। हाम्रो सारा हृदयले, हाम्रो सारा प्राणले, हाम्रो सारा अन्तस्करणले प्रभु तपाईँले हामी स्वागतछन्, महिमा प्रशंसा अनि धन्यवादको बिरुवा यीशु राजा। हामीसँग दिनलाई के पनि छैन, न धन छ, न सम्पत्ति छ, न कुनै थोक छ प्रभु। हाम्रो सारा हृदयदेखि हामीलाई तपाईँलाई आराधना अनि महिमा दिँदछ अनि तपाईँले चाहनु भएको यही हो परमेश्वर। हाम्रो जीवनलाई तपाईँले नै समर्पण गर्दछौँ। तपाईँलाई धन्यवाद छ, धन्यवाद यीशु, धन्यवाद 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 प्रभु। साँच्चै नै प्रभु हाम्रो हृदयहरूलाई तपाईँ जान्नुहुन्छ प्रभु। हाम्रो हृदयहरूलाई प्रभु हामीले जीवनमा गरेको हरेक कुरालाई तपाईँ जान्नुहुन्छ प्रभु। हामीलाई निहाल्नुहोस् परमेश्वर पिता, हामीलाई अझै पनि जाँच्नुहोस् प्रभु। अझै पनि प्रभु हामी तपाईँको असल आराधना गर्न सक्छौँ, तपाईँलाई मन पर्दो अनि एउटा शक्तिशाली हामी तपाईँलाई महिमा दिन सक्छौँ परमेश्वर पिता। साँच्चै नै प्रभु तपाईँले चाहनु भएको हाम्रो जीवन, हाम्रो सबै थोक तपाईँलाई नै समर्पण गर्दछौँ। धन्यवाद छ प्रभु, तपाईँलाई धन्यवाद छ। हामीलाई सुन्दर बनाउनु भएको निम्ति तपाईँलाई धन्यवाद छ। धन्यवाद छ हाम्रो हृदयहरूलाई साफ गराउनु भएको निम्ति, हाम्रो हृदयको मूर्तिहरूलाई भत्काउनु भएको निम्ति धन्यवाद छ। हाम्रो बन्धनहरूलाई तोड्नु भएको निम्ति धन्यवाद छ प्रभु। धन्यवाद प्रभु, तपाईँले हामीलाई संसारमा लिइरहनु भएको निम्ति प्रभु तपाईँलाई धन्यवाद छ। धन्यवाद यीशु प्रभु, तपाईँले हामीलाई यो संसारमा कुनै उद्देश्यको निम्ति प्रभु तपाईँको योजना पुरा गर्नुको निम्ति हामीलाई चुन्नु भएको निम्ति धन्यवाद। हाम्रो सारा जीवन, हाम्रो सास ग्रहण चाहिँ प्रभु हाम्रो तपाईँ